सुरुमा मैदा लिएका छौँ, ज्वानो, त्यसपछि नुन र तेल लिएका छौँ। अब हामी यसलाई एउटा भाँडोमा मुछ्नेछौँ। मैदामा तेल, ज्वानो, नुन हालेर मजासँगले पहिला मिक्स गर्नुपर्ने हुन्छ। यसरी मिक्स गर्नु होला। अब हामी यसमा पानी मिसाएर मुछ्नेछौँ। पिठो मुछे जसरी मुछिसकेपछि यसलाई 1 घण्टा जतिलाई ढाकेर राखिदिनु होला, नत्र भने सुक्नेछ बाहिरपट्टिको। यतिको सफ्ट भएपछि मजाले हुन्छ। बेल्नको लागि चाहिँ तपाईँसँग भएको चौका बेलनामा बेल्न सक्नुहुन्छ। हामीले पनि त्यसै गरेका छौँ। हामीले चाहिँ नमकिन 2 किसिमले बनाएको छौँ, एउटा पातलोवाला र एउटा अलि मोटोवाला। पातलो खालको झुरुम झुरुम हुन्छ, छिटो पनि पाक्छ। मोटो भने अलि खँदिलो हुन्छ। यसरी काट्नु होला। सिधा सिधा काटेर तेर्सो काट्दिए हुन्छ। फ्राई गर्नको लागि तयार भइसकेको छ। यो हाम्रो नमकिन अब यो चाहिँ फ्राई गर्नलाई तयार छ। यतिको तातो, यतिको मजासँगले तातो भएपछि एउटा हालेर यसरी फुर्यो भने भइहाल्यो। हातले यसरी झम्मा हाल्दाखेरि पोल्न सक्छ भनेर पन्युमा राखेर मजाले फ्राई गर्नु होला। टाँसियो भनेर चिन्ता लिनु पर्दैन, बिस्तारै सबै छुटिहाल्छ। एक आपसमा टाँसिएको मैदाहरू
मजाले छुटिन्छ। अलिअलि रातो भइसकेको छ। यसलाई मजासँगले फर्काउनु होला। चलाउँदै गरेर कुनै कुनै नपाकेका पनि हुन्छन्, त्यसलाई पनि यसो चलाउँदै उल्टाउँदै गर्नु। अलिअलि रातो भएपछि भइहाल्यो। यतिको रातो भएपछि मजाले पाक्यो। अब तेल तारेर एउटा न्यापकिन राखेर यही भाँडामा यसरी मजाले छुट्याएछौँ। त्यो पनि यसै गरेर हामी फ्राई गर्दैछौँ। यसै गरेर बिस्तारै बिस्तारै चलाउँदै छुट्याउँदै गर्नु होला। यतिको रातो भइसक्यो। बिस्तारै चलाउँदै जताततै पकाउनु होला। नजिकबाट हेर्नु त खाउँ खाउँ लाग्दो छैन त। यो पातलो खालको र यो अलिक मोटो खालको नमकिन बनाएको छौँ हामीले। तपाईँहरू पनि घरमा यसरी सजिलो छ बनाउन ट्राई गर्नु होला। नमकिनलाई चियासँग वा मटर चनासँग खानु होला।